आज मैले तपाईहरुलाई मेरो फेभरेट शपमा लान लागिरहेको छु है त एकदम क्रिएटिभ मान्छेहरुको लागि यहाँ एउटा इडे भन्ने एउटा शप छ अनि त्यो शपमा चाहिँ लानको लागि मैले लिएर आएको हो त्यस्तो चिसो पनि छैन आज वेदर इज सो नाइस अनि हामी त्यहाँ जाम है त अनि तपाईहरुले देखाउँछु मैले कुन चाहिँ कलर युज गर्छु कुन चाहिँ ब्रशहरु पेन्टिङको लागि त्यसैको लागि आज म यहाँ मार्केटमा आएको छु मेरो फेभरेट पसल चाहिँ यहाँ हो है इडे भन्ने लेखेको छ हैन इडे भनेको चाहिँ जर्मनीमा आइडियाज भनौँ न नयाँ आइडियाजहरु मान्छे टन्नै छौं सो भित्र जाम हामी एकफेर है मलाई चाहिने सामानहरु चाहिँ लिनलाई यहाँमा एकदमै दामी दामी सामानहरु पाउँछ के डोरीहरु हैन यहाँ छ तर अलिकति पातला छ हो हैन पातला भयो हामीले चाहिँ लेसेस लिन आएको थियौं तर यो पातला भयो भन्दा अलि बाक्लो छ हो हैन के पातला भयो यो त पातला भयो तपाईले तीनटा मिक्स गरिदिनु लाग्यो मलाई हैन पछि मैले अर्कै पसलमा लिएर आएको यो पसलमा चाहिँ जस्तो पनि सामानहरु पाइन्छ है आफूले क्रिएट गर्नेहरु कार्डहरु बर्थडे गिफ्ट हैन के हो के एकदमै क्रिएटिभ शप हो यो चाहिँ मेरो फेभरेट म टाइम भएको बेलामा यहाँ आइरा हुन्छु जे पनि बनाउन सक्नुहुन्छ के तपाईहरुले आफ्नो फ्लावर्सहरु बनाउने पनि यहाँ सबै पाइन्छ है यस्तोहरु है तपाईसँग आइडियाज चाहिँ हुनु पर्यो यहाँ जे पनि किन्न पाइन्छ सिटी सेन्टर हो है आए भने चाहिँ यहाँ नपसेको दिनै हुँदैन के यसले एकदम मलाई अलिकति मोटिभेट पनि गर्छ सो त्यही भएर क्लेहरु पनि दामी पाउँछ है मा यस्तो प्याकेटमा के किन्न पाइन्छ है आई थिंक यो कति 1 किलो 10 किलो रहेछ यो 2 किलो आदिको भाँडाहरु बनाउनको लागि तपाईहरुलाई के चाहिन्छ भने यस्तो नै पाइन्छ के मज्जाले अनि के यस्तो भन्नु प्लास्टिकको जस्तो बनाउँदा क्रिस्टल क्रिस्टलबाट यस्तो बनाउने हो भने यो चाहिँ तपाईको यसले चाहिँ शेपहरु निकाल्छ क्लेमा है फिगरहरु बनाउँदाखेरि सब किन्न पाइन्छ के अलिकति हेर्नु चाहिँ पर्छ हैन आई थिंक इन्टरनेटमा पनि पाइन्छ तर यो शपमा पसलमा आयो भने चाहिँ 1 किलो पनि रहेछ मगहरु बनाउनलाई 10 युरोको हैन माटो पाइन्छ एभ्रीथिङ इज पोसिबल के यो चाहिँ गाइस के रहेछ वाउ यो चाहिँ नयाँ रहेछ है यो सामानहरु राखेर गुडाउने फोटोहरु खिच्दाखेरि मसँग घुम्ने खालको इलेक्ट्रिक छ यो चाहिँ घुम्दो पनि रहेछ यो पनि रहेछ फलामको यो सबै फिगर्सहरु बनाउनको लागि युज गरिन्छ यहाँ चाहिँ मलाई चाहिँ कलर मात्रै चाहिएर आएको सो सबै पाउँछ यहाँ त बच्चाहरुदेखिको लिएर ठुलोसम्म हैन क्रिएटिभ पर्सनहरुको लागि चाहिँ दामी चक जस्तो रहेछ है कलर बच्चाहरुको लागि पेन्सिल कलरहरु दामी दामी रहेछ यहाँ चाहिँ पेन्टिङ्सहरुको लागि मांगाको आई थिंक स्केच बुकहरु होला यस्तो कसरी पेन्टिङ गर्ने हैन कम्प्लिटली किताबहरु के कस्तो मजाको के है यहाँ पाइँदो रहेछ यसको कति पर्दछ किताबको 17 युरो पर्दो रहेछ तर दामी छ यो प्र्याक्टिस गर्नको लागि सब के स्केच कलर यो चाहिँ कलरको लागि रहेछ यहाँ चाहिँ पेन्टिङको लागि खोलेर हेर्दिम है हेर्नुस् सब कसरी गर्ने भनेर सब देखेर आउँछ यस्तो दामी छ कि टाइम छ भने आउनुस् घुम्नुस् हैन यहाँबाट पनि धेरै कुराहरु एकदमै सिकिन्छ के अलिकति केही गर्ने भन्ने खालको एउटा मोटिभेसन पनि आउँछ यो देखेर है सँगसँगै त फेरि हामी कलरतिरै लागौँ न हैन यहाँ चाहिँ जे पनि किन्न पाइन्छ सो लट अफ एक्रिलिक पेन्टिङ छ यहाँ वालमा है बिहाइन्ड मी सबै एक्रिलिकहरु हो यहाँ चाहिँ स्प्रे पनि रहेछ प्लस योहरु चाहिँ सिसाहरुको कलर सिसाहरुमा युज गर्नलाई है यस स्टार्ट गर्नको लागि चाहिँ यस्तो कलरहरु युज गर्नुभयो भने हुन्छ हैन 12 वटा कलर हुन्छ नि पछि बिस्तारै हेरे अलि ठुलठुलो पेन्टिङ गर्दाखेरि यो वाल पेन्टिङ पनि हुन्छ अहिले चाहिँ क्यानभासमा पनि गर्न मिल्यो यिनीहरु ठुलो अलि सस्तो खालको हो अनि हाम्रो यहाँ पेन्टिङ गर्ने हेरौँ न आई थिंक यो को ठुलो चाहिँ 160 युरो काठको हैन राखेर पेन्टिङ गर्ने म भन्दा ठुलो 2 मिटर ठुलो पनि रहेछ यहाँ
प्लस कति धेरै यहाँ क्यानभासहरू पनि पाइन्छ यहाँ। यो चाहिँ क्यानभास कति छ, सुपर क्यानभास रिको ब्रान्डको हो। यसको प्राइसहरू चाहिँ यहाँ लेखेको हुन्छ 10x10, 20x कति रहेछ, 30x30 को 5 युरो हैन। यसरी प्राइसेसहरू यस्तोमा लेखेको हुन्छ। अनि फुल स्टोर नै छ अब हैन। यस्ता तपाईँ आफैले यो कस्तो क्युट के सानो है, सानो तर महँगो राख्नको लागि। गोलो पनि पाइन्छ। आई थिङ्क यो चाहिँ फर्म पेपरहरू हो, फर्म पनि पाउँदो रहेछ। अनि अल पेपर्सहरू छ। सो तपाईँ आफैले यहाँ यस्तो व्हाइट पेपरहरू चाह्यो भने एकदम मजाको ठाउँ छ यहाँ। ठुलो यो चाहिँ के हो, इङ्क क्यालिग्राफीको रहेछ। मलाई यो सिक्न मन लागेको छ क्यालिग्राफीको। यस्तो ठुल्ठुलो पाइन्छ, कति ठुलो, जति ठुलो पनि पाइन्छ यहाँ चाहिँ। आई थिङ्क यो चाहिँ 100x140 को रहेछ। यसको प्राइस उतै लेखेको हुन्छ। आई थिङ्क महँगो पर्छ होला। यस्तो दामी ठाउँमा छ है त। पेन्टिङहरू सेन्ड गर्नको लागि, यो प्याक गरेर पठाउनको लागि अनि सबै पाइन्छ। हामी चाहिँ मैले स्केचहरू गर्दा यो पेन्सिल युज गर्छु। एकदम महँगो छ यो फाइबर एन्ड क्यास्टल भनेको। यो चाहिँ ओइल पेन्टिङहरूको लागि सबै आफ्टर र बिफोर हुन्छ नि। त्यो पेन्टिङ गर्नेहरूलाई थाहा हुन्छ यसको बारेमा चाहिँ। सबै पाइन्छ। जस तपाईँहरू कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ आउनुहोस् है। पछाडि देखाइदिन्छु म। हेर्नुहोस् कस्तो दामी प्लेट रहेछ काठको। यो काठको प्लेट पेन्टिङको लागि 8 युरो पर्दछ यसको। मसँग एउटा छ पहिले किनेको। सो आई डोन्ट रिमेम्बर कति हो भनेर है। ब्रसहरू यहाँ कस्तो राम्रो म चाहिँ यस्तो आएर यहाँ सिङ्गल ब्रसहरू किन्छु। यहीँ लेखेको हुन्छ यो आर्ट स्कुलको लागि आर्ट हैन। अनि आर्ट स्कुल भन्ने छुट्टै रहेछ, फाइन आर्ट। मैले चाहिँ प्रायः ब्लिच पेन्टिङको लागि त्यस्तो ब्रसहरू युज गर्छु। बेटर चाहिँ तपाईँहरू कहाँ गयो त्यो सेतो उयो माथिको यो युज गर्नुहोस्। यस्तो हुन्छ नि यो नरको कताको नरको धागो जस्तो हुन्छ व्हाइटमा हैन है। अनि यो चाहिँ पेन्टिङ गर्दाखेरि ब्रसहरू बिग्रेर जाँदैन। के हो ब्रान्ड चाहिँ मलाई पनि थाहा भएन है, तर लेखेको होला सायद। रिको डिजाइन भन्दो रहेछ यो ब्रान्ड चाहिँ। अलिकति महँगै पर्छ ब्रसेसहरू पनि। अझ सानो अझ महँगो पर्छ यिनीहरू। 6 युरो जति या 6 युरो 7 8 युरो 10 युरो 12 युरो 15 एउटा ब्रसको हैन। यो यसको चाहिँ 15 युरो पर्न जाँदो रहेछ। यस्तो मसँग ब्रस त इनफ छ, तपाईँहरूलाई यसो देखाइदिउँ भनेर आएको। एन्ड यता चाहिँ सबै ओइल पेन्टिङहरू हो। पुरै यता सबै बनाउनु मिल्छ क्या डेकोरेसन। तपाईँहरू बक्सहरू पनि कस्टमाइजेसन गर्न चाहनुहुन्छ भने यस्तोहरू किन्न पाइन्छ हैन। अनि यसलाई आफैले बनाउन पनि मिल्यो। अझ कस्तो क्युट सानो बक्सी। दामी ठाउँ छ यो चाहिँ। यहाँ ह्याप्पी बर्थडेको यो पसलमा एकचोटि आउनुहोस् हैन, हेर्नुहोस् क्यान्डलहरूको डिजाइनहरू, पेपर एनी काइन्ड अफ पेपरहरू किन्न पाइन्छ कलरको डिफ्रेन्ट है। A4 साइज तपाईँको यस्तो नर्मल A4 साइज रेड कलरमा। अनि ठुलो एकदमै चार्ट पेपरहरू, चार्ट भन्छ के हुन्छ चार्ट पेपरहरू पनि पाइन्छ। सो यहाँ पेपरहरू तपाईँले आफ्नो साइजको कट गर्न पनि मिल्छ है नाइफसँगै है। यो पनि दामी रहेछ। टी-शर्टमा के गर्नलाई हैन छोटो केस त यो चाहिँ बब्बालको छ। तर कति छ प्राइस हेर्नु न कति महँगो पर्छ है त। यस्तो पनि तपाईँहरू क्रिएटिभ गर्न यस्तो बनाउन सक्नुहुन्छ क्या। हेर्नु न कागजको हैन हल्का म्याग्नेट राखेर कति छ 5 युरो एन्ड समथिङ 500-600 पर्छ एउटा बक्सको है त। सो एकदम एक्सपेन्सिभ छ यहाँ। त्यो हामीले एउटा कार्टुन जस्तो खालको हुन्छ नि, एकदम सानो सानो वाइनहरू त्यो खानाहरू बनाउँछ नि। यस्तो क्युट के कफी मेसिन हेर्नु न यहाँ सानो एकदम क्युट खालको कफी मेसिन। सबै पोसिबल छ। आई थिङ्क यो होल त्यो घरै बनाउनेको त्यो हुन्छ नि कुच्चो पोस्ट होइन। आई थिङ्क यो घरहरू बनाएर हेर न गेट एकदम त्यो पोस्ट हाउसहरू हुन्छ नि। कस्तो मजाको क्या है। अनि यहाँ घाँस पनि रहेछ।
यस्तो यस्तो गेमहरू खेल्यो भने नानीहरू पछि गएर इन्जिनियर डाक्टर बन्छ नि त होइन ओ माई गड द क्युट यहाँ चाइनिज यो कपको सेट सानो त्यो एउटा कफी मेसिन त्यो सानो एउटा के अरे छ त एउटा कार्टुन जस्तोमा बनाउँछ आई थिङ्क त्यहीँबाट आएको होला है त्यो खाना बनाउँछ त थाहा छ सानो सानो यो होला ढोकाहरू पनि सबैको डिजाइनको ढोकाहरू सानो सानो है यिनीहरू सबै एक लेटरहरू पनि यसरी बनाउँदो रहेछ यिनीहरूले यो पनि बब्बालकै दामी छ यहाँ मार्क्स पनि रहेछ यो व्हाइट मार्क्स किन्ने होइन अनि कलर गर्ने के यस्तो यो पनि क्युट छ यो बिरालोको यो राम्रो छ हौ क्रिसको यो कस्तो राम्रो छ यस्तो के सबै के मलाई यो आर्ट चाहिँ के हो थाहा छैन तर मैले यो देखेँ चाहिँ यो आई थिङ्क पेपर हो सबै पेपर होइन पेपरको हो यो सबै पेपर प्रेस भन्दो रहेछ यसलाई कस्तो दामी बनायो त्यो मोटेले ब्लिच पुरै लरेर हिँड्दो रहेछ यहाँ आफ्नै तपाईँको आफ्नो स्ट्याम्प पनि बनाउन मिल्छ रहेछ योहरू काटेर लाने होइन यो पनि आर्ट नै हो है अनि यस्तो किन्न पाइन्छ अनि त्यो यो टाल्यो तपाईँले यहाँ एउटा यस्तो हुन्छ यसको सेटै किन्न पाइन्छ अनि यो चक्कुले काटेर आफ्नो लोगो बनाउने अनि त्यसमा इङ्क हाल्ने योहरू चाहिँ काट्ने हो आई थिङ्क यो सेट मसँग अलरेडी छ तर मैले अहिलेसम्म बनाएको चाहिँ छैन यहाँ रहेछ ठुलो खालको 10 युरोहरू यस्तो ट्रिजको होइन यसमा इङ्क राख्यो कसैले ब्रान्डहरू खोल्नु भएको छ तपाईँको लोगो छ नि प्लास्टिकहरूमा चाहियो भने यो गर्नु भने हुन्छ यस्तो गर्ने अनि इङ्कमा चोप्ने राखिदिने ट्याप ट्याप दामी रहेछ यो चाहिँ मलाई पनि बनाउन मन लागेको छ अब तर कहिले टाइम हुने र हो मान्छे धेरै छ आज त फुल स्याटरडे हो नि त यहाँ त जहिले पनि प्याक नै हुन्छ प्रायः ओइ लेस भेटेँ कि क्या मैले आई थिङ्क यो अहिले यही हो खासै युज गर्ने त लेसमा यिनीहरूले अस्ति मैले एकचोटि यो युज गरेको थियो यो होइन त्यही भएर त त्यो खोल्नुपर्छ नि त त्यो मेसिनले अलिकति पाललाई चाहिँ ठुलो बनाउनु पर्ने हुन्छ आइदन न कति रहेछ मिटरको 5 मिलिमिटरको 10 युरो है टोइजहरू बनाउनको लागि लुगाहरू त्यो सिउनको लागि यो पसलमा चाहिँ तपाईँहरू जर्मनीमा हुनुहुन्छ भने कुनै देशमा जुनसुकै देशमा पनि हुन्छ तपाईँहरू केही क्रिएटिभ गर्नु मन छ भने चाहिँ यस्तो पसल चाहिँ भिजिट गर्नुहोस् है त आई थिङ्क यहाँ छ लेदर पेन्टिङहरू यहाँ लेदर पनि पाइन्छ यस्तो तपाईँहरूसँग स्पेसल अर्को यस्तो ट्यागहरू बनाउनको लागि लेदर पनि पायो अनि लेदर पेन्टिङ चाहिँ यो चाहिँ लेदर फार्बे भनेको लेदर माल फार्बे भनेको चाहिँ लेदर पेन्टिङ हो यसलाई एउटाको 7 युरो पर्छ है रिकोको ब्रान्ड हो यस्तो पनि दामी हुन्छ यो मैले यो पनि युज गर्छु यो चाहिँ अलिकति थिक खालको हुन्छ मैले अर्को युज गर्ने चाहिँ अलि पातला हुन्छ यहाँ लेदरहरू सफा गर्ने यो पेन्टिङकै लागि कस्टमाइजेसनकै लागि राखेको योहरू लगेर यसमा पेन्टिङ गर्न सक्नुहुन्छ यस्तो दामी छ अप्सनहरू यो के रहेछ अनि यिनीहरू चाहिँ डाइङहरू हो यो चाहिँ लुगाहरूमा स्प्रेहरू कति महँगो छ 8 युरो छ यो स्प्रे यो ब्लिच गरेर यो स्प्रे गर्यो भने कलर मजाले बस्छ यो चाहिँ पानी जस्तो हुन्छ लिक्विड है त सो मैले किन्नु चाहिँ किनेको छ अहिलेसम्म युज चाहिँ गरिसकेको छैन तपाईँले कपडाहरू ब्लिच गर्नुहुन्छ यसले यो ब्लिच पेन्टिङको यो कपालमा लाउने जस्तो त होइन ब्लिचै भन्छ होइन कपाललाई पनि अनि यो चाहिँ कपडाहरूको लागि यो जान्दैन पर्मानेन्ट हो क्रेल भन्ने ब्रान्डको रहेछ यो चाहिँ टेक्सटाइलहरू लुगाहरूमा गर्न मिल्ने पेन्टिङहरू हो है यस्तै छ सबहरू कति मजाको छ सबै किन्न पाइन्छ सबै एकै ठाउँमा पायो भने पनि मान्छेले अब केही गर्न पनि अलिकति जाँगर लाग्छ नि त है एउटा खोज्नलाई अर्को पसल एउटा अर्को गयो भने झाउ हुन्छ नि त सो मैले खोजेको चाहिँ लेसेस हो आई थिङ्क लेसेस चाहिँ मैले पाइरहेको छैन यहाँ स्पार्कलिङ कलरहरूको यस्तो खालको लुगाहरू बनाउने भए यहाँ तपाईँहरूको अलिअलि डोरीहरू पनि यहीँ रहेछ है उयो ब्लू कलर यस्तो ज्याकेट बनाउनको लागि लग्जरी फेसन अरे नाम पनि चुटाइदिएछ यस्तो रहेछ है एकदम ठुलो छ यहाँ ब्रासलेटहरू बनाउनु मन छ भने यहाँ आएर है यत्रो ठुलो रहेछ यो यहाँ हो यहाँ तपाईँको यहाँ त होइन रिङ हो अलिअलि छानेर है अलिअलि छान्ने अनि सबै यहाँबाट सबै आफ्नो
मनपर्ने खालको सिग्रीहरू अथवा घाँटीमा लाउनेहरू बनाउन मिल्ने कि अब हेर्नुहोस् है त म डोरीहरू देखाउँछु है यो छालाकोहरू कस्तो राम्रो राम्रो छ सबै तपाईँहरू यहाँ लिन सक्नुहुन्छ स्टिलको एकदमै राम्रो छ यो हेर्नु न खोइ सिग्री है आई थिङ्क जुत्तामा यस्तो सिग्री राखेर पो गर्नु पर्ला जस्तो छ है त्यो धेरै एकदमै पातलो एकदम हेभी पनि छैन एकदम लाइट कलरको छ कि लाइट खालको छ यो पनि दामी रहेछ आई थिङ्क नेक्स्ट कस्टमाइजेसन चाहिँ यस्तो सिग्रीहरू हालेर जे पनि किन्न पाइन्छ त्यही चाहिँ बेस्ट लाग्छ मलाई हैन यो रिङहरू जस्तो यहाँबाट लिएर जाने हो अनि त्यसमा कस्टमाइजेसन गर्ने हो आइहरू सबै पाइन्छ कि रिङ्स होइन यो किरिङ्सहरू बनाउनेहरू हो तपाईँले यहाँबाट किनेर लगेर सबै बनाउन मिल्यो झोलाहरूको लागि होला कि होइन यस्तो किन्ने होइन अनि सबै त राख्ने के फर्ममा बनाउनेहरू बनाउने अनि आइरन लाउने क्या पापिया राखेर आइरन लाउने अनि खेलाउन हुन्छ बच्चाहरूलाई एउटा फिक्रो भन्छ कि जस्तै कि यो स्टार छ नि यस्तो बनाउने कि यता यो यस्तो किनेर पर्पलमा राख्ने अनि बाग खोली राख्ने अनि आइरन गर्ने अनि त्यस्तै फर्म निस्किन्छ ओके होइन के है काठको डल्लोहरू क्या 3 युरो 4 युरोमा आइडिया हो मान्छेले झोलाहरू कस्तो राम्रो क्युट बनाएको छ 16 युरो है अनि यस्तो झोलाहरू बनाउने कस्तो बब्बाल दामी छ सानो सानो कपडाको टुक्राहरू पनि पाइन्छ मैले यस्तो एउटा चाहेको थियो कपडा काट्ने भनेर नि यहाँ 25 युरो रे यो पसल अलिक महँगो त एकदम महँगै छ बब्बाल पछाडितिर हेर्नुहोस् एकदमै फुल छ यस्तो धागो हुन्छ नि है कस्तो क्युट यो हातमा लाउने हेर बच्चाहरूले यस्तो बनाउनको लागि नाम सहित है सबै रहेछ नि यस्तो चाहिँ आई थिङ्क नेपालमा पनि चाहिन्छ कि यस्तो स्टोर भयो भने मान्छे हाम्रो बच्चाहरू एकदमै क्रिएटिभ हुने अझै धेरै मौका पाइन्छ हैन कस्तो राम्रो राम्रो डेकोरेसनहरू सानो बनाएर आयो यहाँ गाडीमा कता भयो क्युट क्युट बनाएर राख्नु चाहिँ सबहरू मैले खोजेको लेसेस चाहिँ स्टिल आई डोन्ट नो छ कि छैन यहाँ पाइन्छ कि भनेर हेर्न आएको छौँ आई थिङ्क पायो भने यहाँ पाइन्छ मैले अस्तिको पाला त यहीँबाट लिएको खोइ यो हो आई थिङ्क यो चाहिँ मैले अर्को जुत्तामा मैले युज गर्ने चाहिँ साइनी हो आई थिङ्क यही राख्नु पर्ला अब यसपालि अर्को त छैन अनि सानो मात्र रहेछ कि यसमा आएको यो सबै यस्तो हो कलर मात्र आएको अहिले इन्टरनेटमा पनि हेर्छु होइन पाएन भने त्यही राख्ने हो मान्छे हाँसेको हो के हो खतरा हाँसिरहेछ नि त ओके गाइजहरू यति नै हो यहाँ है अब हामी बाहिरतिर लाग्छौँ मैले भने जस्तो लुगा त पाएन है तर कस्टमाइजेसन गर्नको लागि आइडियाज चाहिँ भयो भने यहाँ सामान जति नै किन्न पाइन्छ कि यता चाहिँ सबै के भन्छ त्यो कर्केटको लागि हो लुगाहरू सिर्नहरूको लागि हामी चाहिँ आई थिङ्क यहाँ धेरै लाइन पनि छ मैले भनेको सामान चाहिँ भेटिएन होइन आई मिन भेटियो तर अलिकति पातलो खालको मात्रै छ रहेछ मलाई अलिकति बाक्लो खालको चाएको भएर चाहिँ त्यो चाहिँ भेटिएन आई थिङ्क केही भेट्छ कि भनेर स्टिल हेरिरहेको छु रमाइलो हो हेर्नलाई मजा आउँछ फेरि यहाँ आएर यस्तो घुम्छु होइन केही न केही नयाँ गर्ने एउटा हुन्छ नि आइडियाजहरू आउँछ क्या सो त्यही स्पेसल हो यहाँको अनि इडे भन्ने पसलबाट चाहिँ निस्किसकेको छ है यस्तो छ गाइजहरू आउन सक्नुहुन्छ तपाईँहरू के हो नुनु भन्ने खोलेर चाहिँ यतातिर अस्ति पनि थिएन त है यो इडेबाट अर्को पसलमा जाऊँ हामी यहाँ चाहिँ एकदमै गर्ली टाइपको रहेछ हौ टोइजहरू किन्ने होला यहाँ कस्तो ठुलो पपीहरू नि कस्तो क्युट खाल आमौ 45 युरो अरे कस्तो न एकदमै क्युट रहेछ क्युट कस्तो क्युट रहेछ त्यति धेरै महँगो नि रहेछ होइन यो च्यापस्टिक चलाउन नआउनेहरूलाई सँगै जोडेको यस्तो यस्तो सप त बब्बाल हो नि आई थिङ्क जापानिज हो क्या है जापानिज पसल हो जस्तो छ अम्माई कति क्युट हो यहाँ
कति क्युट हो कसले यहाँ सल्लाह खसाल्दैछ बिचार अम्मी नि हेर न यहाँ ट्याउ यस्तो क्युट हो क्या ए रिसाएर बसिरहेको छ म हेर नि बबाल कस्तो क्युट बनाएकै सामानहरू यो जापानिजहरू है कस्तो क्युट क्युट छ साँच्चीकै रियल जस्तो देखिरहेको छ हौ कस्तो क्युट हो यो नयाँ है यो पसल अस्ति पहिला थिएन नि कस्तो बाक्लो चप्पल हेर न कति रहेछ यसको पक्कै पनि 20 युरोज ठिकै रहेछ नट ब्याड के हो यो यिनीहरूको कस्तो जापानिज सामानहरू चाहिँ एकदम क्युट 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 पाउँछ क्या ए हामीले हेरौँ के सामानहरू चाहिन्छ भने है जापानिज सामान यहाँ हेर आइप्याड ए यो के अरे मोबाइल स्ट्यान्ड यो पो चाहिन्छ कि है त्यो लाइभमा बस्नलाई तर एकदमै चिप क्वालिटीको जस्तो लाग्यो मलाई यो चाहिँ मसँगै छ अहिले मैले यो युज गरेर हुन्छु कि तर यस्तो छैन योभन्दा अलि राम्रै छ हेर नि कस्तो क्युट हो यो सामान यहाँ चाहिँ मगहरू पनि रहेछ एकदमै क्युट खालको मग के हो त्यो ग्यास होला के रहेछ कति मजाको हो क्या यो कपहरू ए यो त टुम्बल कस्तो खालको के ल यो डस्टबिन कति क्युट हो यो अन्डा जस्तो के डस्टबिन यिनीहरूले त कस्तो यो सामानहरू चाहिँ चलाउँ होइन कि सजाएर राख्नु जस्तो बनाइदिन्छ नि यो होइन के हो यो टोपी कुकुरको लागि उ यहाँ फिल उहाँ माथि हटबक्स छ नि होइन मलाई यो अरूभन्दा नि यस्तो टोइजहरू कस्तो क्युट लाग्यो त रिसाएर बसेर यो पुकटुक्क परेर योहरू चाहिँ एकदम खुसी छ अहिले यसको फेस हेर न कति क्युट हो कति क्युट जिब्रो निकाल्नुपर्छ यहाँ गरेर यो रियल जस्तो छ कि अब यो मुसा मुसा मोटे मुसी यो होइन मुसा हो यो सम क्युट के सामानहरू त बाफ्रे बा नसक्ने छौ के सुतेर बस्यो त त्यो निनु निनु रे पसलको नाम निनु निनु न्यू 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 म्याउ म्याउ यो के रहेछ हेर न यहाँ ऐना हेर ऐना यसो यो ऐना हेरेन कति सानो यस ऐना हेर न यत्रो सानो स्ट्यान्ली मगमा राख्ने अरे आसु लुगाहरू पनि राख्नु मिल्छ नि त यो मिन्नाले बनाउँछ के बनाउँछ मटे हाँस्दैछ कति क्युट चम्चा हो फेरि यहाँ तब सानो क्युट चम्चा यो चाहिँ ट्राभलहरूको लागि खै लन्च बक्स क्युट लागेन यहाँ एउटा हेर्ने रे कुन चाहिँले हेर न बिर्को नै बाङ्गो बनाएर राख्दैछ कि जरा अनलाइनमा सकेन खोल्न यहीँ राख्दै मलाई गिभ अप तर त्यस्तो होला भित्र नर्मल ट्राभलहरूको लागि सामानहरू कति छ यहाँ तिमीलाई झोला लन्च बक्स किचनहरू है भ्यूहरू हेर न यहाँ कति राम्रो हो यो हेरिरहँ जस्तो कि कपल्सको त आज है यिनीहरूले बहुला बनाइदिन्छ कि मान्छेलाई यस्तो क्युट क्युट सामानहरू चाहिँ लाबुबु त फ्लप हो नि त खास हेर नि यहाँ कुट्यो माया लाग्दैछ कि 8 युरो 9 युरो 10 युरोसम्म पर्दछ है त्यो अमाइ त्यो माथि के नानी राखेको
कस्तो दामी बनाइराखेको यिनीहरूले सरी यो चाहिँ म्याग्नेट रहेछ है सो फार यस्तो क्युट पसलबाट हामी निस्केर जाँदैछौँ बास्केटबल त्यो खेलाउनाहरू जस्तो क्या मजाको चाहिँ सो त्यति नै हो गाइजहरू हामीले हेरिहाल्यो है